चासिदेले नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म लुडो साङपो यस सप्ताहको तिब्बत परम्पवन दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन दलाइ लामा ज्यूले पर्यावरण सम्बन्धी शिक्षाको आमन्त्रण। 5 वर्षपछि तिब्बती आत्म आगुशोधनको समाचार। तिब्बती मुद्दाहरूको लागि अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोले तिब्बती नेतृत्वहरूसँग भेट। निर्वाचनका उपसभापतिले केन्द्रीय मन्त्री श्री श्रीपदलाई शोक व्यक्त। राजदूत ब्राउनबेकद्वारा ग्लोबल धार्मिक स्वतन्त्रताको बारे छलफलको आयोजना। तिब्बती एकता समूहले जेनेभामा 108औं आन्दोलनको प्रदर्शन। युरोपका तिब्बतीहरूले कोभिड-19 खोपको लागि वित्तीय योगदान। अब समाचार विस्तारमा। गत आइतबार जलवायु प्रतिक्रिया लूप वार्तालापको क्रममा परमपवन ज्यूले शिक्षा र युवा नेताहरूको प्रयासले वातावरण र मौसम परिवर्तनको गम्भीरताबारे जागरुकता ल्याउन सक्छ भन्नुभयो। When I heard the young ladies, you see, the thinking about environment or these things, I really admire. It is really encouraging now from a young community, a younger member of humanity, now showing genuine sense of concern of our future, of our planet. It is a very, very hopeful sign. परमपवन दलाइ लामा ज्यू र जलवायु कार्यकर्ता ग्रेटर थनबर्ग बीचको आभासी वार्तालापमा माइन्ड एन्ड लाइफ इन्स्टिच्युटका अध्यक्ष सुजन बाउर, वैज्ञानिक सुजन नटाली र विलियम मोमाउ, परमपवन ज्यूका मुख्य अनुवादक डाक्टर थुप्तन जिम्बा र डायना च्याम्पियन वेल्सले सो कार्यक्रमको मध्यस्थता गर्नुभयो। ग्रेटर थनबर्गले वातावरणको रक्षा गर्न र उनीहरूलाई समर्थन दिएकोमा परमपवन दलाइ लामा ज्यूले धन्यवाद व्यक्त गर्नुभयो। Well, first of all, I would like to say thank you for hosting this event, and thank you to everyone who's taking part, and thank you to Your Holiness for being such a loud advocate for environmental protection and environmental action. I can say as a younger generation, we appreciate that very much. We are eternally grateful that you are standing up for us, not only for us, but for the future of the entire humanity and for the entire planet. And also, of course, thank you for your letter and for your support. It means a lot. And yes, although we may be very different in terms of age span and many other things, we share the same goal. We share a common goal, and that is to protect our planet and life on Earth and humanity. And so, thank you once again, Your Holiness. 5 वर्षपछि तिब्बती आत्म आगुशोधन विरोध प्रदर्शनको खबर आएको छ। 26 वर्षे सुर्मोले तिब्बतमा चीनको दमनको विरोधमा 2017मा कथित रूपमा आत्म आगुशोधन गरिसकेका छन्। आत्म आगुशोधन 17 सेप्टेम्बर 2015मा स्थानीय समयको बिहान 1 बजेतिर डिरु काउन्टी नाक्चु प्रान्तको नाक्चु सक्चुका गाउँको बस स्टेसनको नजिकै भएको भनाइ छ। पुलिसले सुर्मोलाई उनको आत्म आगुशोधन विरोध भएको लगातै पक्राउ गरी उनलाई सक्चुका अस्पतालमा लगिएको थियो, तर सोही दिन उहाँको निधन हुनुभयो। त्यसपछि पुलिसले उनका 3 नातेदारहरूलाई पक्राउ गरी अहिलेसम्म उनीहरूलाई सजाय पाएका छन् वा रिहा गरेका छन् कि छैनन् भन्ने कुरामा केही जानकारी उपलब्ध भएको छैन। सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको ह्युमन राइट्स डेस्कका चिन्तित कर्मचारीले 5 वर्षभन्दा बढी समयपछि त्यस्ता ठूला समाचारहरू प्रकाश भएको भन्नु चिनिया सरकारको आध्यात्मिक दमनकारी नीतिहरूमा सूचना प्रवाहको प्रतिबन्ध र इन्टरनेट सेन्सरशिपको साथ तिब्बतको भित्र यथार्थको स्पष्ट चित्रण हो भन्नुभयो। We have learned of a self-immolation that has happened in Tibet in 2015 on 17th of September.
However, after more than 5 years, we are knowing of this information, of this incident. And this clearly depicts the repressive control and censorship over internet communication, not just internet and online, but even the flow of information through people because of the border restrictions, as well as China not granting access to people outside Tibet to enter Tibet. So this is a clear example of the repressive policies that China is implementing in Tibet. धर्मशालाको भर्चुअल भ्रमणमा तिब्बती मुद्दाहरूका लागि विशेष संयोजक सहायक सचिव रोबर्ट डेस्ट्रो यस हप्ता बुधबार परमपवन ज्यूसँग अनलाइन वार्तालाप गर्नुभयो। यस हप्ता मंगलबार विशेष संयोजक डेस्ट्रोले केन्द्रीय प्रशासनको नेतृत्वलाई सम्बोधन गर्दै आफ्नो भूमिकाको प्राथमिकता र निर्वासित तिब्बती प्रशासन र तिब्बती जनताको समन्वयित टोली प्रयासको आवश्यकतालाई प्रकाश गर्नुभयो। प्रशासनका प्रमुख डाक्टर लोब्सा सिंघेले सहायक सचिव डेस्ट्रोलाई छोटो अवधिमा धेरै वेबिनारहरूमा भाग लिई तिब्बतका लागि र तिब्बतीकरणका लागि सबैभन्दा मुख्य प्रवक्ता भइदिएकोमा उहाँको प्रशंसा गर्नुभयो। Actually, the only special coordinator within a short duration who have participated in so many webinars and issued so many statements that you've been all over the news, including in South Asia. So you have been you deserve the credit for being the most active, most vocal spokesperson for Tibetan cause. So प्रशासनका प्रमुखले आउँदो फेब्रुअरी र मार्चको रिपोर्टलाई तिब्बतको ऐतिहासिक स्थितिमा जोड दिन र तिब्बतको बारेमा राम्रो प्रतिवेदन तयार गर्न विशेष समन्वयक डेस्ट्रो र उनका टोलीलाई पनि अपिल गर्नुभयो। थप रूपमा उनले विशेष समन्वयकको कार्यालयलाई विभिन्न देशहरूमा अमेरिकी राजदूतहरू र तिब्बती कार्यालयहरू बीच गठबन्धनको स्थापना गर्न पनि आग्रह गर्नुभयो, किनभने केन्द्रीय प्रशासनले अब औपचारिक रूपमा अमेरिकी सरकारले मान्यता दिएको छ। आभासी बैठकमा प्रशासनका प्रमुख डाक्टर लोब्सा सिंघे, 15औं मन्त्रीमण्डलका मन्त्रीहरू, तिब्बती संसदका सभापति पेमा जुङने, उपसभापति आचार्य हिसे फुन्चोक र निर्वाचन संसदका स्थायी समितिका सदस्यहरू पनि उपस्थित हुनुभएको थियो। तिब्बती निर्वाचन संसदका उपसभापति आचार्य हिसे फुन्चोकले रक्षा राज्य मन्त्री र आयुषका राज्य मन्त्री श्री श्रीपद येसे नायकको शीघ्र स्वास्थ्यको लाभको लागि प्रार्थना गर्दै दुर्घटनामा उनकी पत्नी विजय र निजी सहायक गुमाएकोमा शोक व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको अमेरिकी राजदूत सैमुअल ब्राउनबेगले यस हप्ता बिहिबार विश्वव्यापी रूपमा धार्मिक स्वतन्त्रताको प्रवर्धनको लागि भर्चुअल छलफलको आयोजना गर्नुभयो। गेलुक इन्टरनेशनल फाउन्डेसनका कार्यकारी निर्देशक गेसे झाम्बा छुन्दे खिन्सुरले तिब्बतमा चिनिया नियम अन्तर्गत भइरहेको धार्मिक उत्पीडनको बारेमा बोल्नुभयो र मानवताको विकासको बारेमा पनि उल्लेख गर्नुभयो, जसलाई परमपवन दलाई लामा ज्यूले उत्कृष्ट विभेदको एकमात्र समाधानको रूपमा प्रोत्साहित गर्नुभएको थियो। यस छलफलमा 32 देशहरूको प्रतिनिधिहरू उपस्थित हुनुभएको थियो। स्विट्जरल्यान्डका तिब्बती परिवारले यस हप्ता बुधबार 108औं पटक स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्र सङ्घको अगाडि तिब्बत एकता अभियान प्रदर्शन जारी राखे, जुन 2012 देखि सुरु गरेका थिए। तिब्बत एकता आन्दोलन 5 तिब्बती परिवारहरूले आयोजना गरेको छ, जुन स्विट्जरल्यान्डको विभिन्न भागबाट जेनेभासम्म हरेक महिनाको दोस्रो बुधबार यात्रा गर्दछन्। चीनको दमनकारी शासन अन्तर्गत पीडित रहेका तिब्बती जनताप्रति आफ्नो एकता जाहिर गर्न र तिब्बत चीनको मुद्दालाई वार्तालापको माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको समर्थन र ध्यान आकर्षण गर्नको लागि सो प्रदर्शन सुरु गरेका थिए। संयुक्त राष्ट्र सङ्घको अगाडि प्रदर्शनका साथै परिवारहरूले स्विट्जरल्यान्डका लुजनका प्रमुख सार्वजनिक स्थानहरूमा पर्चा वितरणको माध्यमबाट तिब्बत जागरुकता अभियान गरी 2017 मा युरोपियन युनियन भवनको अगाडि शान्तिमय प्रदर्शन पनि गरेका थिए। प्रतिनिधि छिमे रिजिन र तिब्बत ब्युरो जेनेभाका कर्मचारीहरूले परिवारहरूलाई प्रशंसा व्यक्त गर्न प्रदर्शन स्थलको भ्रमण गर्नुभयो। वुहानबाट सुरु भएको कोभिड-19 महामारीको विरुद्ध अभूतपूर्व चुनौतीहरूको सामना गर्दै अस्ट्रियामा तिब्बती समुदायका सदस्य र स्विट्जरल्यान्डको हगन सेक्सनका एक तिब्बतीहरूले भारतमा अभावग्रस्त तिब्बतीहरूको लागि कोभिड-19 खोपको व्यवस्था गर्न वित्तीय योगदान दिनुभयो। कोभिड-19 खोपको व्यवस्था गर्नको लागि केन्द्रीय तिब्बती प्रशासन तयारीको प्रयासमा सम्मिलित भएको हुँदा अस्ट्रियामा रहेका तिब्बती समुदायले केन्द्रीय तिब्बती प्रशासनको स्वास्थ्य विभागलाई
3,298 युरो रकम प्रदान गर्नुभयो। त्यस्तै स्विजरल्यान्डको हर्गन सेक्सन तिब्बती समुदायका श्री फोगुङ छोकीले भारतमा तिब्बतीहरूको लागि कोभिड-19 खोपको लागि 1000 फ्र्याङ्क दान दिनुभयो। यसका साथै आजको समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टासिदेले।